युनिसेफका अनुसार नेपालमा प्राथमिक विद्यालयमा विद्यार्थीहरूको भर्ना दर 97% रहेको छ। झोलाभरि किताब र मनभरि सपना बोकेर यी नानी बाबुहरू हरेक बिहान उज्यालो भविष्यतर्फ पाइला चाल्छन्। विद्यालय जहाँ अक्षरहरूले सपना बुन्छन्, ज्ञानले बाटो देखाउँछ र भविष्यको आधार तयार हुन्छ। तर के हुन्छ जब सपनाहरू फुल्नुपर्ने ठाउँ नै सहज हुँदैन? जब भत्किएका पर्खालहरू र भिडभाड भएका कक्षा कोठाहरूले गर्मीको कठोर घाममा बालबालिकाहरूलाई पसिनाले भिजाउँछन्, जब असुरक्षित खेल मैदानहरू सुनसान बस्छन्, तिनीहरूको खेल्ने अधिकार खोज्छन्, जब सफा पानी र शौचालयको अभावले तिनीहरूलाई सिकाइबाट पछि धकेल्छ, यी दैनिक सङ्घर्षहरूले उनीहरूको शिक्षा मात्र होइन, बिस्तारै उनीहरूको उज्यालो भविष्यको आशामा तुषारापात भइरहेको छ। यो चुनौतीलाई पहिचान गर्दै वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सोसल डेभलपमेन्ट सेन्टर महोत्तरीले इको स्कुल परियोजना बालबालिकाको शिक्षालाई रूपान्तरण गर्ने उद्देश्यले अघि सारेका छन्। पहिला चाहिँ कक्षाकोठा कमी थियो, कक्षाकोठा चाहिँ खाली खाली जस्तो देखिन्थ्यो, परम्परागत रूपमा चाहिँ शिक्षण भइरहेको थियो, तसर्थ विद्यार्थीहरूले चाहिँ रुचि चाहिँ देखाउँदैन थियो। जब इको स्कुल जब सुरु भयो, हाम्रो शिक्षकहरूले साथीहरूले यो ट्रेनिङ पाएर विभिन्न किसिमका शैक्षिक सामग्रीहरू निर्माण गरे। यो जुन भित्ता थियो, त्यो खाली भित्तालाई रङ्गी चङ्गी बनाएर विद्यार्थीहरूलाई रुचिपूर्ण तरिकाले चाहिँ पढाइ चाहिँ गर्यो र अहिले चाहिँ इन्ट्रेस्टेड पूर्ण रूपमा चाहिँ नाची हाँसी विद्यार्थीहरू चाहिँ रमाइ चाहिँ पढिरहेको मैले पाएको देखिन्छ। पहिला त्यो विद्यार्थीको यस्तो चाहिँ कमजोर थियो। जब समुदायमा रिडिङ क्याम्प जब चल्यो, त्यो विद्यार्थी चाहिँ अहिले कक्षा कोठामा चाहिँ कविता कथाहरूसम्म भन्न सक्ने भइसकेका छन्। हाम्रो पढाइ शिविरमा म बालबालिकाहरूलाई स्वतन्त्र खेल खेलाउँछु, अनि कथा वाचन सुनाउँछु, त्यसपछि साना वाक्य मात्रा अनि अक्षर चिनाउँछु। अनि पढाइ शिविरको उद्देश्य यो छ कि बालबालिकाहरूलाई लेख्ने बानीको विकास अनि पढ्ने बानीको विकास म गराउँछु। इको स्कुल परियोजना केवल साक्षरतामा मात्र सीमित नरहेर यसले विद्यार्थीहरूलाई व्यवहारिक गतिविधिहरूको माध्यमबाट जिम्मेवार र वातावरण मैत्री नागरिक बन्न प्रेरित गर्दछ। यस परियोजना मार्फत आधुनिक कक्षा कोठा निर्माण, लैङ्गिक समावेशी र अपाङ्गता मैत्री शौचालय र स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्दै विद्यालयहरूलाई सुरक्षित र दिगो सिकाइ केन्द्र बनाइएको छ। साथै विद्यार्थीहरूलाई वृक्षारोपण, बगैँचा निर्माण र फोहोर व्यवस्थापन जस्ता व्यवहारिक गतिविधिहरूमा संलग्न गराउँदै परियोजनाले वातावरणीय जिम्मेवारी र दिगो अभ्यासहरूको बिउ रोपेको छ। इको क्लबबाट हामीले वृक्षारोपणहरू गर्दछौँ। विद्यालय र विद्यालयको नजिकको मठ मन्दिरहरूलाई सरसफाइ गर्दछौँ। कुहिने र नकुहिने फोहोरहरूलाई व्यवस्थापन गर्छौँ। यहाँ एकदम बढीभन्दा बढी गर्मी भएका कारणले वृक्षारोपण धेरैभन्दा धेरै गरेर म विश्वास गर्छु कि हाम्रो विद्यालयमा हरियाली आउनेछ। विद्यालय अब केवल पाठ्य पुस्तकको मात्र ठाउँ रहेन, यो परिवर्तन र सृजनशीलताको थलो बनेको छ। इको स्कुल अब साधारण विद्यालय मात्र होइन, यो भावी युवा पुस्तालाई सशक्त बनाउनको लागि एक अभियान हो, जहाँ विद्यार्थीहरूलाई दिगोपनको नेतृत्व गर्न प्रेरित गरिन्छ। उनीहरूलाई वातावरणीय मुद्दाहरूमा संलग्न गराउँदै इको स्कुलले विद्यालयलाई मात्र होइन, भविष्यलाई पनि दिगो बनाउँदैछ। For child-friendly and climate-smart classroom condition, we have developed classroom data conducive to learn, incorporate sustainable practice and materials. And for strengthening local government capacity, we empower local government to advocate accountability and promote climate-smart educational initiatives. हरियाली वातावरण पनि उनीहरू बच्चाहरूले चाहिँ रोपेर त्यो बच्चाले ग्रुप भयो, यो हाम्रो बगैँचा हो, यो हाम्रो बगैँचा हो, यो हाम्रो बगैँचा हो, त्यो बगैँचाको ग्रुप वाइज गरेर उनीहरू चाहिँ मलहरू राखेर बिहान र बेलुका, अहिले गर्मीको कारणले बिहान र बेलुका 2 टाइम
बच्चाहरूले चाहिँ पानी पटाउँछ र हप्तामा 1 दिन गोडमेल गर्छ, मलहरू राख्छ। प्रायः 70-80% चाहिँ बोट बिरुवा उम्रेको छ।